सिक्वलको लागि त हामीले छोडेकै छौँ लास्टमा, किनभने लास्टमा क्यारेक्टरको अब फिल्म हेर्नु भइसकेको दर्शकहरूलाई थाहा छ, लास्टमा क्यारेक्टर नभनौँ होला फेरि खोल्छ उहाँले भन्नुहुन्छ सिक्वेलको लागि अब तपाईँ यस्तो तपाईँले फिल्म हेर्नुभयो भने लास्टमा एन्डिङमा चाहिँ जस रिभेन्स यताउताको कुरामा एउटा हिसाबमा भयो होला होइन, तर तपाईँको फिल्म हेऱ्यो भने अझै कहानी बाँकी छ होइन, अझै हामीले अन्तिममा क्यारेक्टरहरू दुईवटा क्यारेक्टरहरू अझै हामीले खोलाएको छौँ होइन। अब त्यो क्यारेक्टरहरूको पनि आफ्नै मोटिभेसनहरू छ होइन फिल्ममा, अनि त्यो क्यारेक्टरहरू चाहिँ किन यस्तो किन त्यो त्यहाँसम्म पुग्दाखेरि किन त्यो काम गरिरहेछन्, किन अब के हुन्छ भन्ने एउटा त्यो इन्ट्रेस्ट चाहिँ छ। अनि तपाईँको त्यसपछि अझै फर्दर अगाडि रिभेन्सको कहानी चाहिँ बाँकी नै छ भनौँ। बजेट चाहिँ हाम्रो 2.5 CR एराउन्ड नै हो होइन। हामीले चाहिँ जस कुनै कसर छोडेको छैन कुनै सिनमा भनौँ न। अब सिनलाई न्याय दिनलाई त्यो चिजहरू चाहिन्छ, त्यो सेटहरू चाहिन्छ, त्यो सामानहरू चाहिन्छ, त्यो मान्छेहरू चाहिन्छ भने चाहिँ हामीले सकेसम्म त्यो सिनलाई न्याय गर्नलाई चाहिँ हामीले सबै हिसाबमा चाहिँ काम गरेका छौँ। ड्रेस कस्ट्युमदेखि लिएर तपाईँको सेट डिजाइनिङदेखि लिएर होइन। हामीले जस्तो अब एउटा सिनमा चाइनिज एक्टरहरू चाहेको थियो, हामीले चाइनिज एक्टरहरू नै लिएर आयौँ होइन। त्यस्तै गरी हाम्रो त्यो चेजिङ सिनमा हेर्नुभयो भने त्यहाँ पनि हामीले चेजिङमा अब भयभरको कति लेभलसम्म चाहिँ हामीले हाई चेजिङ गर्न सकिन्छ त्योसम्म हामीले गर्न भ्यायौँ होइन। त्यस्तै गरी धेरै सिनमा हामीले सकेसम्म सिनलाई त्यो फिल्मलाई चाहिने कुराहरू भनौँ न के न्याय दिनलाई के स्टोरीले मागिरहेछ हामीले सकेसम्म चाहिँ प्रोभाइड गर्न खोजेका छौँ। हजुर 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 त्यस्तो आकलन त्यस्तो कमाइ त आकलन एक्ज्याक्टली हामीले त्योभन्दा पनि हामीले चाहिँ मेनली चाहिँ यो फिल्मबाट चाहिँ एउटा नयाँ केही दिउँ होइन, केही इन्ट्रेस्टिङ प्रोभाइड गरौँ। हामी नयाँ हो सबैजना, एउटा हिसाबमा चाहिँ हामीलाई चाहिँ मेनली चाहिँ अडियन्सको ट्रस्ट चाहियो नि त। पहिला अडियन्सको ट्रस्टको लागि पनि हामीले खास त्यस्तो खर्च गरेर हाई लेभलमा रेकर्ड राख्ने अब हाम्रो त्यो चाहिँ हाम्रो प्रोड्युसर यो 1 विकको रिपोर्ट मेबी बाई टुडे इभिनिङसम्म आउँछ होला होइन भने भोलि बिहान, त्यसपछि हामी रिभिल पनि गर्छौँ। कलेक्सनहरू पनि राम्रै छ, एक्सपेक्टेड नै छ, हामीले एक्सपेक्टेसन गरेको मिट गरे नै छ। अनि हामी खुसी नै छौँ कि हाउसफुल पनि छ, लाइक कहीँ ठाउँमा हाउसफुल नहोला कहीँ होला, तर मोस्ट अफ द लाइक 70-80% स्क्रिनहरू हाउसफुल नै मैले जति पनि सोको छ हामीले रेस्पोन्स पाइरहेको छौँ। त्यो नभए पनि कति जस्तै लाइक 200 अकुपेन्सी छ, त्यसमा 100 अकुपेन्सी भए पनि जतिजनाले फिल्म हेर्नु भएको छ एकदमै मन पराइदिनु भएको छ। हाम्रो त्यो नै के थियो भने चाहिँ सुरुमा नि हाम्रो के थियो फिल्मको प्रमोसन भएन हामीले सकेसम्म ट्राई गरेको प्रमोसन गर्न त्यो सबै तरिकाले, तर हाम्रो के पनि एउटा के थियो भने प्राइमरी कुरा हामीले मनमा के पनि राखेको थियौँ यो फिल्म जो पनि हेर्न जान्छ चाहिँ वर्ड अफ माउथ चाहिँ अभियसली हुन्छ होला, किनभने त्यसमा चाहिँ विश्वस्त नै थियौँ। त्यो चाहिँ अहिले पाइरहेको छौँ, धेरै खुसी लागिरहेको छ। कलेक्सनको भन्नुहुन्छ भने आज मेबी बाई इभिनिङ नत्र बाई टुमोरो मर्निङसम्म चाहिँ कलेक्सन रिपोर्ट हामी चाहिँ सार्वजनिक गर्छौँ। थ्याङ्क यू। उत्साह एकदमै राम्रै छ होइन। तपाईँको केही नयाँ छ यो सिनेमामा भन्ने कुरा पनि धेरै आइरहेको छ यता, अनि मान्छेहरूलाई पनि जस अहिले जुन जस्तो हाम्रो आवाजहरू पुगिरहेछन् त्यस्तै गरी हलमा पनि मान्छेहरू अब अहिले जान धेरै उत्सुक भइरहेछन्। त्यस्तै गरी अब हाम्रो विकी सरलाई कस्तो लाग्यो फिल्मको माहौल? विकी सरले अमित सरले धन्यवाद। निर्माण गर्ने चाहना कसरी भयो अनि उहाँलाई नै लिनुपर्ने कारण के छ? निर्माण त मेरो पहिलो निर्माण है, म पनि यतैकै हो म परासीको होइन। अनि अहिले हामी निस्केको हामी यता कति 2 दिन भयो निस्केको पश्चिमतिर, भर्खर अस्ति नेपालगञ्ज पुगेर आयो। एकदमै राम्रो रेस्पोन्सहरू पनि आइरहेको छ, धेरै खुसी लागिरहेको छ। हाम्रो पहिलो निर्माणमा यस्तो राम्रो रेस्पोन्स आउँदा हामीले मेहनत गरेरै बनाएको थियो फिल्म। हामीले एक्सपेक्टेसन पनि थियो रेस्पोन्स राम्रै आउँछ, किनभने एउटा बेन्चमार्कै सेट गरेर एक्सन फिल्म बनाऊ भनेर हामी लागि परे हो। म पनि त्यही अनुसारले नै यसमा लगानी गरे पनि हो, त्यही अनुसारले। अनि उहाँलाई लिनुको कारण नै एज अ हिरो, एज अ एक्सन हिरो उहाँलाई नै मैले नै भन्दा नि हाम्रो डिरेक्टरले उहाँलाई क्यारेक्टराइज गर्नुभएको, उहाँलाई नै एज अ अडिसन भन्दा नि उहाँ मजाले
यो फिल्मको लागि एक्सनको लागि सुहाउने हाइटदेखि लिएर एभ्रिथिङ लुक्स एभ्रिथिङ सुहाउने भनेको उहाँलाई नै भएर हाम्रो डिरेक्टरले नै लिनुभएको उहाँलाई एन्ड वी आर भेरी ह्याप्पी होइन उहाँको कामदेखि लिएर उहाँको फिल्ममा त्यो एउटा जुन भूमिका उहाँले बान्नु भएको छ फिल्ममा एकदमै राम्रो त्यही आइरहेको छ हाम्रो फिल्ममा पनि रेस्पोन्स पनि एकदमै राम्रो छ अरू क्यारेक्टर्सहरू पनि एकदमै राम्रो काम गर्नुभएको छ हाम्रो भिलेन क्यारेक्टर हुनुहुन्छ सुमन भण्डारी अनुप भनेर क्यारेक्टरमा पनि एकदमै राम्रो रेस्पोन्स छ सबैजना उहाँले एकदमै माया गरिदिनु भएको छ अनि त्यही हामी अहिले यो घुमिराख्दा टुरमा पनि अहिले एकदमै राम्रो रेस्पोन्स आइरहेको छ त्यसको एकदमै धेरै खुसी नै छौँ अनि अरू फिल्महरू गर्नलाई पनि मोटिभेसन आउँछ नेक्स्ट फिल्मलाई मोटिभेसन आइरहेको छ होइन रेस्पोन्स राम्रो आएर यति भन्न चाहन्छु थ्याङ्क यू त्यस्तै गरी अब यस फिल्मका नायक जसलाई बुटोलबाटै डेब्यु गराइएको थियो होइन तपाईँको फिल्म फेरि आएको छ त्यति बेला पनि तपाईँलाई एक्सन हुने भनेर फिल्ममा चक्लेटी तर एक्सनको रूपमा लिइएको थियो त्यो हिसाबमै तपाईँलाई देखाइरहेको छ कस्तो पाउनुभयो दर्शकको यति वर्षपछिको फेरि माहौल अनि फिल्ममा काम गर्ने अवसर कसरी हजुर फर्स्ट अफ अल त 10 वर्षपछि फेरि बुटवलमा जहाँ मैले मेरो करियरको स्टार्ट गरेको थिएँ त्यही नै आउनु पाउँदा मेरो अर्को चलचित्र फेरि बुटवलमा आउनु पाउँदा मलाई एकदमै खुसी लागिरहेको छ अनि फिल्मको बारे भन्नुपर्दा खासमा अहिले दर्शकको अडियन्सको रेस्पोन्स एकदमै राम्रो आइरहेको छ दर्शकहरूले मन पराइदिनु भएको छ हाम्रो एउटा खासमा सपना थियो कि हामी बलिउड हलिउडको कुरा गर्थ्यौँ कि बलिउड यो लेभलको हुन्छ हलिउड यो लेभलको तर हामीले हाम्रो शुद्ध नेपाली फिल्म पनि कुन लेभलको बनाउन सक्छौँ भनेर हाम्रो एउटा प्रयास थियो त्यो प्रयासलाई अडियन्सहरूले मन पराइदिनु भएको छ त्यसमा हामी एकदमै दर्शकहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जसले हेर्नुभयो र जसले हेर्नुभएको छैन उहाँहरूलाई चाहिँ एकचोटि गएर हेरिदिनु होला तपाईँहरूले जुन सोचले फिल्म हेर्नुहुन्छ त्यो अवश्य पनि तपाईँले सोचेको भन्दा धेरै राम्रो पाउनुहुन्छ जस्तो लाग्छ मलाई त्यही नै हो हजुर हजुर एकदमै राम्रो पाएँ अब हामी भागा दौडै चलिरहेको छ सबै ठाउँ हाउसफुल छ काठमाडौँ पनि हाउसफुल छ हामीले नभ्याएर काठमाडौँमा अर्को टिमलाई पठाइरहेछौँ हाउसफुल भएको ठाउँमा दर्शकहरूसँग भेटघाट गर्नलाई अनि यता पश्चिमतिर अब म आफै पनि हामी 3 जना जतिसक्दो सबै दर्शकलाई भेटेर उहाँहरूको प्रतिक्रिया लिनलाई अगाडि बढिरहेछौँ तपाईँहरूले हेर्नुभयो फिल्म हजुर 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 स्लो मलाई भन्दा नि यो त अब हाम्रो डिरेक्टर सरले भन्नुहुन्छ होला यसको एन्सर फिल्म स्लो भन्दा नि तपाईँको सुरु फर्स्ट हाफको कुरा गर्नुभयो होला मेनली होइन तपाईँ फर्स्ट हाफमा चाहिँ अलिकति अब तपाईँको सेटअपहरू धेरै गरेका छौँ हामीले सबै क्यारेक्टरहरूको सेटअपहरू होइन सबै क्यारेक्टरहरू को हो के हो किन गरेर हो भन्ने सुरुमै हामीले इस्टाब्लिस गर्न खोजे हो होइन त्यो कारणले चाहिँ अलि त्यस्तो फिल भयो होला अब त्यस्तो गुनासोहरू आइ पनि रहेछ कतिलाई चाहिँ फेरि फर्स्ट हाफ एकदम मन पनि परिरहेछ होइन तपाईँले हामीले त्यो फर्स्ट हाफमा त्यसरी क्यारेक्टरहरू त्यो क्यारेक्टर के भन्छ नेपालीमा त्यस पात्रहरूलाई त्यसरी हामीले इस्टाब्लिस गरेनौँ भने चाहिँ तपाईँको सेकेन्ड हाफमा फेरि त्यो मजा आउँदैन क्या तपाईँले अब सेकेन्ड हाफमा त्यो हामीले एक्सन देखाएर मात्रै भएन नि त त्यो मान्छे को हो किन गरेर हो त्यो काम होइन के को लागि चाहिँ यो मान्छे यस्तो भइरहेको भनेर पहिला हामीले देखाइदियो भने चाहिँ अनि तपाईँको सेकेन्ड हाफमा चाहिँ अनि त्यो ब्याङ आउने त्यो मजा आउने त्यो फास्ट रिदममा जाने कारण चाहिँ त्यो हो कि त्यसरी नै स्क्रिन प्ले लेखिएको छ त्यसरी नै हामीले त्यो स्टोरीलाई चाहिँ निर्माण गरेका हौँ होइन अनि त्यही हिसाबमा नै हामीले बनाएका हौँ भनौँ मलाई चाहिँ के लाग्छ भने चाहिँ हाम्रो फर्स्ट सेकेन्ड हाफ चाहिँ अलिक फास्ट भएर एकदमै हुन्छ नि एक्साइटिङ एकदमै भएर हो तपाईँहरूलाई त्यो फर्स्ट हाफ चाहिँ स्लो फिल भयो तर यस्तो स्टार्टिङमा इन्टरभलसम्म मेबी लाग्छ होला होइन स्लो छ तर त्यो सेकेन्ड हाफ पछि फिल्म सिद्धिसकेपछि लाग्छ होला फर्स्ट हाफ चाहिँ अलिक स्लो थियो भने किनभने सेकेन्ड हाफ पुरै ग्रिपिङै छ फास्ट नै छ त्यसैले चाहिँ स्लो फिल भएको यस्तो सबैलाई एउटै कुरा मनपर्छ भन्ने नि छैन यस्तो भइरहेछ कतिलाई फर्स्ट हाफ मन परिरहेछ कतिलाई सेकेन्ड हाफ मन परिरहेछ र कतिलाई अल ओभर फिल्मै मन परिरहेछ त्यो चाहिँ अब सबैको आफ्नो चोइस जस्तो लाग्छ मलाई चाहिँ हामीलाई त्यही भएर चाहिँ हामीले तुरुन्तै प्लान बनाएर अलि हाम्रो आवाजहरू हामीले भन्न खोजेको चिजहरू पनि बाहिर पनि पुगोस् भनेर चाहिँ हामी हिँडिरहेछौँ अहिले अनि अहिले चाहिँ रेस्पोन्स एकदम राम्रो आइरहेछ मान्छेहरूलाई एकदम
एक्सन मन पराइराख्नु भएको छ होइन। तर हामीले चाहिँ भन्न खोजेको यो फिल्ममा एक्सन भन्दा पनि धेरै कुराहरू छन् होइन। जस्तो आउटल दफा 219 भन्ने बित्तिकै तपाईँको दफा 219को ले भन्न खोजेको चाहिँ नेपाल संविधान अनुसार जबरजस्ती करनी गर्न नहुने भन्ने कुराको बारेमा हामीले खास फिल्म बनाएका हौँ र त्यही वरिपरि हामीले स्ट्रङ क्यारेक्टरहरू राखेर चाहिँ यसलाई चाहिँ एउटा इन्टरटेनिङ फिल्म